नमस्कार। आज हामी लोमेन चोङचुङको बारेमा कुरा गर्न गइरहेका छौँ, जुन आफै आफमा एउटा हिस्टोरिकल ट्रिटी भनेर मानिने गर्छ। भनिने गर्छ कि सिक्किम इतिहासको सुरुवात नै यस ट्रिटीबाटै सुरु भएको। सायद यो ट्रिटी नभएको भए वर्तमान सिक्किमको रूप र इतिहास अर्कै हुने थियो। र आउनुहोस्, लोमेन चोङचुङ सिक्किमको इतिहासमा किन यति साह्रो महत्त्वपूर्ण छ र यस्तो के आइपर्यो कि भोटिया राजाले लिम्बू र लेप्चासँग यो एग्रिमेन्ट गर्नु पर्यो। आउनुहोस्, यसलाई छोटकरीमा जान्नु। इतिहासको अनुसार राजा शासन आउनुभन्दा अघि सिक्किममा 3 जनजाति बसोबास गर्ने गर्थ्यो: लेप्चा, लिम्बू अनि मगर। यी 3 जनजातिका आफ्नै भाषा, संस्कृति अनि आफ्नै कानुन थिए। सबभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूको सानै भए पनि आफ्नै राज्य थिए, जहाँ आफ्नै राज शासन चलाउने गर्थ्यो। यी 3 जनजातिभरिमा लेप्चाको इतिहास अझै पुरानो रहेको छ। त्यसरी नै समय बित्दै जान्छ र टिबेटबाट भोटिया जातिहरू पनि माइग्रेट गर्दै सिक्किम आउँछन्। इतिहासको अनुसार भोटिया जाति सबभन्दा बेसी 13th सेन्चुरीमा सिक्किममा माइग्रेट गरेको देख्नुमा पाइन्छन्। भोटिया जाति सिक्किममा आउनुको मुख्य कारण नै रेड ह्याट र येल्लो ह्याटको झगडा थियो, जुन टिबेटमा सालो सालदेखि चलिरहेको थियो। 1640s को समयमा टिबेटबाट एकदमै ज्ञानी लामा सिक्किममा आउँछन्। उनीहरूको खास मकसद या उद्देश्य नै बुद्धिज्म धर्मलाई फैलाउनु थियो। लामाहरू गाउँ गाउँ मानिसहरू भेट्दै जाँदा, बुद्धिज्म धर्मलाई बस्ती बस्ती पुर्याउँदै जाँदा उनीहरूले सिक्किममा राजाको खाँचो महसुस गर्छ। हुनु त त्यस समयको सिक्किममा विभिन्न जातिको बसोबास भए तापनि सबैलाई एकमुष्टमा राखेर राज्य चलाउने राजाको जहिले पनि जरुरी थियो। र यसै कमीलाई मध्यनजर राख्दै भोटिया जातिलाई साथमा लिएर यी 3 जना लामाले धेरैवटा काम गर्न सुरु गर्छ। यो पनि भनिने गर्छ कि गुरु रिम्पोचे, जो 9th सेन्चुरीको महान बुद्धिस्ट गुरु हुनुहुन्थ्यो, उहाँले भविष्यवाणी गरिसक्नु भएको थियो कि सिक्किममा नामगेल डाइनेस्टीको रुल हुन्छ भनेर। साल 1642मा फुन्चोक नामगेललाई सिक्किमको योक्सम भन्ने ठाउँमा पहिलो राजा घोषित गर्छ। यो जतिको सजिलो सुनिँदैछ, वास्तविकमा उति नै गाह्रो पनि थियो। किनभने पराय ठाउँ जहाँ अघि नै धेरै जनजातिको बसोबास भइरहेको हुन्छ, त्यस्तो ठाउँमा गएर आफ्नो राजा बनाउनु भनेको एकदमै खतरनाक र चुनौतीको कुरा हुन्छ। यस कार्यको लागि धेरै ज्ञान, अनुभव र धेरै किसिमको सहयोगको पनि जरुरी हुन्छ। किनभने सबै जातिको प्रतिनिधि जब विभिन्न विचार लिएर बसेको हुन्छ, सबैलाई एकमुष्टमा लिनुको लागि उनीहरूलाई फगाउन सक्नुपर्छ र फुस्लाउनु पनि सक्नुपर्छ। र त्यसको निम्ति साम, दाम, दण्डभेद ठिक समयमा ठिक जग्गामा चलाउन सक्ने अनुभव हुनु जरुरी छ। यस राजा बनाउने प्रक्रियामा सबभन्दा बेसी मगर राजाले विरोध जनाएको हुन्छ। तर अन्तिममा मगर राजाको हार हुँदा प्राय जस्तो मगर जाति सिक्किम छोडेर जान्छ। धेरै लडाई, धेरै चुनौतीको बादमा साल 1642मा फुन्चोक नामगेललाई पहिलो राजा त घोषित गर्छ। तर राजालाई जहिले पनि पहिलो डर बाहिरको शत्रुभन्दा भित्रको प्रजासँगै हुन्छ। मगर जातिको हार भए तापनि लेप्चा अनि लिम्बू जातिको मनभित्र भने खुसीको लहर बगेको थिएन। किनभने पुर्खादेखि बसी आएको आफ्नो ठाउँ, आफ्नो जग्गा कसै अरूलाई राज गर्नु दिनु भनेको कुरा कहिले पनि सजिलो हुँदैन। अझै पनि लिम्बू र लेप्चा जातिले षड्यन्त्र रचेर आक्रमण गर्न सक्छ भन्ने सम्भावना छ भन्ने कुरा राजालाई एकदमै राम्रोसँगले थाहा थियो। र यसै डरको कारणले गर्दा नै ऐतिहासिक एग्रिमेन्ट लोमेन चोङचुङको जन्म हुन्छ। केही कार्य या कुनै पनि घटना हुनको पछि जहिले पनि केही न केही कारण या उद्देश्य लुकेको हुन्छ। यस ट्रिटीको पछि पनि धेरै उद्देश्य लुकेको छ, जसमध्ये सबभन्दा महत्त्वपूर्ण नै लिम्बू र लेप्चा जातिलाई आफ्नो अधीनमा राख्नु थियो र राज शासन चलाउनुको निम्ति यो कदम उठाउनु एकदमै जरुरी पनि थियो।
यो एग्रिमेन्ट साल 1663 भोटिया लेप्चा अनि लिम्बूको बिचमा भएको हो। लोमेन्चोङलाई साधारण भाषामा भन्नुपर्दा चाहिँ लो भनेको भोटिया, मेन भनेको लेप्चा अनि चोङ भनेको चाहिँ लिम्बू हो। ट्रिटीको अनुसार यी तीन जनजाति एउटै परिवारको सदस्य भनेर भनिएको छ। भोटियालाई बाउ, लेप्चालाई आमा अनि लिम्बूलाई छोरा भनेर वर्णन गरिएको छ। अब सिक्किममा एउटै शासक, एउटै कानुन, एउटै धर्म हुनेछ र कसैले पनि कानुन उल्लङ्घन गरेको खण्डमा कराभन्दा कडा सजाय दिलाउने छ भनेर भोटे लेप्चा लिम्बूले साइन गरेको हुन्छ। एग्रिमेन्टको अनुसार राज्य चलाउनुको लागि काउन्सिलमा सबै जातिको बराबर प्रतिनिधि हुनुपर्छ, जसले भविष्यमा सानोभन्दा सानो निर्णय लिनुमा भाग लिनेछ। आज इतिहासको पन्ना पल्टाएर हेर्दा धेरैजनाले धेरै त्याग र बलिदान गरेको छ। लेप्चा, लिम्बू अनि मगर जातिले पनि धेरै कुरा गुमाएको छ। कसैले आफ्नो पुर्खादेखि बसी आएको जमिन गुमाए त, कसैले आफ्नो पुर्खादेखि मानिआएको धर्म, कसैले आफ्नो परिवार गुमाए त, कसैले आफ्नो ज्यान। लोमेन्चोङसुम एग्रिमेन्टको आधारमा लिम्बू र लेप्चा जातिले छोगेलकोबाट साँच्चै नै आफ्नो अधिकार र न्याय पायो पाएन, यसको जवाब भने केवल हिमाल पाखा देवी देवतासँग मात्र छ। किनभने कति कुरा त हामीले इतिहासको पन्नामै भेटिहाल्छौँ, तर कति कुरा भने इतिहासमै बलिदान भएका ती व्यक्तिसँगै माटोमा बिलिएर गएको छ। आज वर्तमान सिक्किमको कुरा गर्नुपर्दा यी सबै ट्राइबलको आफ्नै छुट्टै पहिचान रहेको छ। सबै जाति मिलेर एकतामा खुसीसँगले बसोबास गरिरहेको छ।